भिडियो चाहिँ डेली हाल्छु है, कसैले नहेरे पनि डेली हाल्ने छु होइन। मलाई बाल छैन मलाई। गाइस वेलकम ब्याक टु माई डेली ब्लग। डेली होइन गाइस, डेली ब्लग चाहिँ भन्नु मन लाग्यो जस्तो छ, किनभने डेली हाल्न सकिन छोडियो होइन। त्यही भएर 4-5 दिनमा मैले के गरेँ भनेर देखाउने छु, त्यो चाहिँ हेरिदिनु होला। तमास गरेको होइन, बवाल गर्थ्यो नि। म यहाँ चर्चीकला गर्दैछु भन्नु होला, धेरै चर्चीकला गर्दैछु, हेर्नुहुन्छ तपाईँले, अब हेर्न सक्नुहुन्छ। बिहानै उठेर म के गर्छु हेर्नु है। मर्निङ गाइस, म चाहिँ भर्खरै उठ्दैछु होइन। भर्खरै उठेर फ्रेस अप भइसकेँ। देख्न सक्नुहुन्छ गाइस, अरू बेला चाहिँ कहिल्यै बिहानै उठेर फ्रेस अप नभए जस्तै गरिहालेँ होइन। अब अघि हेर्नु न के गर्छु म। उठ्न सकिन तिम्रो र मेरो नाता मुखार म मुस्कान हाम्रो खुसीको भाका। देख्नुहुन्छ तपाईँहरूको भाइ एउटा ऱ्यापर पनि हो नि, ऱ्यापर पनि हो। के भन्नु, मल्टी ट्यालेन्टेड मान्छे हो भन्न चाहन्छु म होइन। अब हेर्नु अझै अगाडि म के गर्छु, हेर्नु न, हेर्नु। म चाहिँ रनिङ गर्दैछु आज। अब भ्लगिङको नाममा मलाई आउने बस गाइस, म रनिङ गर्दैछु गाइस, म यता जाँदैछु गाइस, म भात खान आँटेँ। यति मात्रै आउँछ गाइस, मैले सौरभ जोशीको ब्लग हेरेर सिकेको। अब अझै अगाडि हेर्नु ल, के गर्छु हेरिदिनु न। देख्नु भएको छैन होला, दिल्लीको स्ट्रिट्सहरू चाहिँ यस्तो हुन्छ है। हेर्नु हुँदैछ होला, यहाँ एक्लै केटो के गरेको भनेर सोच्नु हुँदैछ होला तपाईँहरूले। मार्केटमा जाँदैछु अहिले चाहिँ म तपाईँहरूलाई मार्केट पनि देखाउने छु होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ मार्केट छ, अनि सब्जी मार्केट हो गाइस, सब्जी मार्केट 10 किलो। यता मार्केटमा त ब्लगर भर्जन कता हरायो, मुखबाट बोली निस्केन गाइस, म हरायो। अनि मैले त गाइस यो मार्केट हो, यो मार्केट हो देखाएर अनि त्यहाँबाट यो चाहिँ बोकिसकेको छ सब्जी यहाँदैछ गाइस। सब्जी बोकेर चाहिँ म अहिले अब घर फर्किँदैछु होइन। हेर्न सक्छु यहाँ डेली। अब अरूले हेर्नु न, मैले खतरा गफ दिएको छु नि अझै। आज यहाँ पार्कमा हिँड्दै थिएँ, एउटा कुरा रियलाइज भयो क्या। अस्ति जबसम्म म फुटबल खेल्थेँ, जबसम्म मलाई स्पेसको जरुरत हुन्थ्यो, तब त्यतिखेर यार यो पार्कमा स्पेसै हुँदैन थियो। जत्तिकै एक्लै ट्रेनिङ गर्ने ठाउँै हुँदैन थियो र कुनामा जहाँ लेभलिङ छैन त्यहाँनिर गएर एक्लै ट्रेन गर्ने गर्थेँ होइन। गम्भीर पो कुरा गर्न थाल्यो त हौ, हेरौँ के भन्छ। अनि साह्रै सिरियस भएछ भने त भ्लग सकिदिने हो है गाइस। रुममा आज हेर न, फुटबल खेल्न छोडेँ, सबै थोक चेस गर्न छोडेँ, पार्कमा आएको हेर्नु, ग्राउन्डमा खाली छ यार, जहाँ स्पेस छ, हर जग्गामा स्पेस छ। यस्तो चाहिँ के चाहिँ भएको होला होइन। जब आफूलाई जरुरत परेको हुन्छ तब यो स्पेस कति इम्पोर्टेन्ट थियो। अहिले यो स्पेस केही इम्पोर्टेन्सै छैन। यो स्पेस मलाई चाहिएको पनि छैन, तर यो अकुपाइड छैन अहिले। जब मलाई चाहिएको थियो, जब मलाई बहुत जरुरत थियो, जब मलाई ट्रेनिङ गर्नको लागि अब डिस्टर्बेन्स हुन्थ्यो यताउति, आजको दिनमा जब मलाई स्पेस चाहिएकै छैन, मान्छे खेल्ने मान्छेहरू नि छैन, यहाँ स्पेस खाली छ। नोबडी इज ट्रेनिङ, नोबडी इज प्लेइङ होइन। मतलब जे चिज तपाईँलाई जतिखेर जरुरत हुन्छ त्यतिखेर तपाईँहरूले पाउनुहुन्न धेर जस्तो भन्ने कुरा मैले आज यहाँबाट बुझेँ होइन। सडनली म यहाँ हिँड्दै थिएँ, तब मलाई रियलाइज भयो यो कुरा र म भिडियो बनाइरहेको छु। आई थिङ्क द्याट्स द नेचर अफ लाइफ होइन। यस्तै हो, मेरो हावागफहरू सुन्दै बस्नु होला, राम्रै लाग्छ होला नि त हौ। होइन के भइदिएको। अनि देख्न सक्नुहुन्छ आकाश पनि अँध्यारिँदै गएको छ, तर प्रकाश चाहिँ हुन्छ कि जीवन। प्रकाश साउड आउट प्रकाश होइन गाइस। हेर्नु भन्दै मैले तपाईँहरूलाई धेरै थोक देखाइसकेको छु। तपाईँहरूको आँखा पनि गल्यो होला। अब चाहिँ नहेर्नु होला, अब चाहिँ सुत्नु होला ल। गुड नाइट ल। अनि अब म आजको मेरो हाउडे ब्लगलाई समाप्त गर्न चाहन्छु र गाइस, म चाहिँ यो टेडी बियरसँग सुत्न लागेको छैन। अब 10 पनि बजिसक्यो गाइस। अब धेरै बेर बस्यो भने सिङ्गलनेसको याद आउँछ, लोन्लीनेस हुन्छ, गर्लफ्रेन्ड पनि छैन हो। सुत्नुपर्छ गाइस, सुतेको है म चाहिँ ल। गुड नाइट।